सो गाइस आज चाहिँ हामी नेपाली खाजा आलुम पकाउन लागेका छौँ। अब आलुम चाहिँ उम्लिसकेको छ। पिठो मुसेको भिडियो चाहिँ मैले राखेँ होइन। पिठो मुसेर मजाले पानी उमालेर यस्तो विभिन्न किसिमको आकार बनाएर यसरी पानीमा तातो पानीमा हाल्ने, उम्लेको पानीमा हाल्ने, मजाले उम्लिन दिने हो। अनि त्यसपछि यसरी पाकेपछि यसरी झिक्ने 20-25 मिनट जति उम्लेपछि यसरी झिक्ने। अनि टक्क अचार बनाउने, चट्नी अब के छ गोलबेडा सोलबेडा अब हजुरहरूले कस्तो मनपर्छ त्यस्तै खालको बनाउने। अनि टक्क चोप्दै खाने। हेर्नु त ऊ कस्तो दामी देखाएको छ। मैले चाहिँ हरेक किसिमको आकारमा बनाएको छु अचारको। यो गोलबेडाको चट्नी कति